हेलो गाइज, यो देख्न सक्नुहुन्छ यो वनमा डढेरो लागेर आगो लागेर यो सब डढिसकेको छ। भित्रको हेर्नु केही छैन, माथिसम्म है ऊ माथिसम्म सब डढिसकेको छ। तर पनि यो रुख हरियै छ। हेर्नु हरियो पातहरू छ, यसमा पुरै हरियो छ। अझै पनि यो रुखमा जान छैन, सुक्या छैन। हेर्नु त कस्तो अचम्म प्रकृतिको। हेर्नु त जारासारा सब डढिसकेको छ। यस्तो तरिकाले डढेर पनि हरियै छ यो बोट। हेर्नु त माथिसम्म देख्न सक्नुहुन्छ डढिसकेको छ। माथि फेरि सबै हरियो छ, सब हरियो छ। हेर्नु त यस्तो जङ्गलमा आएको हामी र यहाँ प्रकृतिको अनौठो अनौठो नेचरमा छ है। हेर्न सक्नुहुन्छ तपाईँ, कहिले कसैले नसोचेका नि हुन्छ। यसले चाहिँ झाडु बनाउँछ, मान्छेले काटेर झाडु बनाउँछ, घर कुचो बनाएर यसो घर आँगन सफा गर्नलाई बनाउँदो रहेछ। यस्तो ठुलो ठुलो रुखहरू, मोटो मोटो रुखहरू ढल्या छ। कसैले मतलब छैन यसको। डढेलो लागेपछि बोट आधी डढिसकेको हुन्छ, पुरै डढि नै सकेको हुन्छ भनौँ होइन, त्यही पनि बाँचिरहेको हुन्छ, हरियै हुन्छ त्यो रुख। हेर्नु त अजिब लाग्यो यो देखेर।